काउरे गाउँको भिजिट। यो मेरो कान्छी बहिनीको घर। ईश्वरको छेउमा ईश्वरको छेउमा जाँदैछु म ईश्वरको छेउमा जाँदैछु म आनन्दको पखेटा जब लिन्छु म संसारको सुख चिन्ता बिर्सन्छु म स्तुति गाउँदै जय भन्छु ईश्वरको छेउमा ईश्वरको छेउमा जाँदैछु म ईश्वरको छेउमा जाँदैछु म ईश्वरको छेउमा जाँदैछु। मण्डलीमा सबैभन्दा छिटो अगाडि सङ्गतिमा आउनुहुने तर अगाडि बस्न मन नगर्ने पछाडि बस्ने अगाडि बस्नु न आमा भन्दै गर्दाखेरि पनि मलाई सजिलो हुन्छ पछाडि बस्नलाई भन्ने आमाले भन्नुहुन्थ्यो र पनि आज आमाले आज हामी सबैलाई छोडिकन